हेलो ओ रामकृष्ण नायस हेलो हेलो सबैलाई नमस्कार छ। एकदमै ताजा गजल कमला रियालको सुनौ। आँखामा पानी छ, आँखामा पानी छ, भिजेको सिरानी छ। आँखामा पानी छ, भिजेको सिरानी छ, छाती भित्र पीडाको ठेकी मदानी छ। छाती भित्र पीडाको ठेकी मदानी छ। बा आमा आश्रम राखे, बा आमा आश्रम राखेर देश छाडेको हुँ। यो विदेशी नै भाइ बहिनीहरूको लागि। बा आमा आश्रम राखेर देश छाडेको हुँ, बा आमा आश्रम राखेर देश छाडेको हुँ। यो दुःखको कहानी हो, मेरो यस्तै कहानी छ। यो दुःखको कहानी हो, मेरो यस्तै कहानी छ। अब यो लय चाहिँ धन्दासल गालीहरू हुन्छ मलाई। एकदम ताजा गजल हो यो। 1 हप्ता भएको छ यो गजल लेखेको र यो कहीँ पनि मैले वाचन गरेको छैन। 2टा गजल छ, 2टा गजल वाचन गर्छु। नयाँ गजल है त। जाली रहेछ माया, जाली रहेछ माया, माया घटेर के भो। जाली रहेछ माया, माया घटेर के भो। खोला पसेर उठ्ने बस्ती बसेर के भो। खोला पसेर उठ्ने बस्ती बसेर के भो। जाली रहेछ माया, माया घटेर के भो। मौका मिल्यो भनेमा, मौका मिल्यो भनेमा एक दिन लडाउनेले। मौका मिल्यो भनेमा एक दिन लडाउनेले। खस्रो हुँदा छ जाति चिल्लो घसेर के हो। खस्रो हुँदा छ जाति चिल्लो घसेर के भो। जाली रहेछ माया, माया घटेर के भो। तिम्रै गरे भरोसा, तिम्रै गरे भरोसा, आकाश बन्छु भन्थ्यो। तिम्रै गरे भरोसा, आकाश बन्छु भन्थ्यो। एउटै हुरी नथेग्ने छानो बनेर के भो। एउटै हुरी नथेग्ने छानो बनेर के भो। जाली रहेछ माया, माया घटेर के भो। खोला पसेर उठ्ने बस्ती बसेर के भो। अब अर्को एउटा। बस्ती बगेर फेरि, केदार सर, बस्ती बगेर फेरि झर्ने हो गाउँबाट। बस्ती बगेर फेरि झर्ने हो गाउँबाट। पहिराको पीर उस्तै बेसी झरेर के भो। पहिराको पीर उस्तै बेसी झरेर के भो। जाली रहेछ माया, माया घटेर के भो। यो गजलको अन्तिम शेष। उठ्ने छ फेरि आफै, चेतरा सर आवाज कस्तो आइरह। उठ्ने छ फेरि आफै हन्डर सहेर सारा। उठ्ने छ फेरि आफै हन्डर सहेर सारा। मोहक कमल हिलोमा छिनभर लडेर के भो। मोहक कमल हिलोमा छिनभर लडेर के भो। खोला पसेर उठ्ने बस्ती बसेर के भो। जाली रहेछ माया। एउटा गजल है। ताली पड्कायो हुन्छ केही फरक पर्दैन। म यसरी कुर्छु। तिमीले फेरि मलाई जहर पठायौ। लेखरामजी कहाँ हराउनु भयो। तिमीले फेरि मलाई जहर पठायौ। अब बिर्सनु भनेर खबर पठायौ। अब बिर्सनु भनेर खबर पठायौ। तिमीले फेरि मलाई जहर पठायौ। तिमी
नदी भएर कुदिरहे पनि, तिमी नदी भएर बगिरहे पनि, तिमी नदी भएर बगिरहे पनि मलाई चिठी लेखेर बगर पठायो, मलाई चिठी लेखेर बगर पठायो। अब बिर्सनु भनेर खबर पठायो। नहेरी गएकी थियौ तिमी बाटै बाटो, नहेरी गएकी थियौ तिमी बाटै बाटो, नहेरी गएकी थियौ तिमी बाटै बाटो। यादमा अलिकति अत्तर पठायो, यादमा अलिकति अत्तर पठायो। अब बिर्सनु भनेर खबर पठायो, तिमीले फेरि मलाई झर पठायो। म तिम्रै यादले मर्ने भएँ, म तिम्रै यादले मर्ने भएँ खबर पठाएँ, म तिम्रै यादले मर्ने भएँ खबर पठाएँ। अब के हुन्छ? म तिम्रै यादले मर्ने भएँ खबर पठाएँ, तिमीले मलामीहरूको लस्कर पठायो, तिमीले मलामीहरूको लस्कर पठायो। अब बिर्सनु भनेर खबर पठायो, तिमीले फेरि मलाई जहर पठायो। भन म के पठाऊ अब तिमीलाई? यो गजलको अन्तिम शेर छ। धन्यवाद सर, सुनिरहनु भएको छ। भन के पठाऊ अब म तिमीलाई, भन के पठाऊ अब म तिमीलाई? तिमीले कौशीबाट नजर पठायो, तिमीले कौशीबाट नजर पठायो। अब बिर्सनु भनेर खबर पठायो, तिमीले फेरि मलाई जहर पठायो, तिमीले फेरि मलाई जहर पठायो। धन्यवाद। सुरुवाती चरणदेखि नै मसँग वस्तुमा हैसै गरेर यो कार्यक्रम व्यवस्थापनको लागि दौडधुप गर्नुभएको छ। म जति दौडेको छु पछि पछि सँगसँगै हात समातेर कमलजी पनि दौड्नु भएको छ। रञ्जना भण्डारी रन्जु जो भरतपुर चौतारीका अध्यक्ष हुनुहुन्छ, उहाँको साथ नभएको भए आज यो कार्यक्रम यहाँसम्म आउने थिएन। उहाँको साथ अहोरात्र खटाइका कारण आज हामी यो कार्यक्रम गर्न सफल भएका छौं। त्यस्तै गरेर विद्या चिराग भण्डारी दिदी, हरिप्रिया रिजाल म्याम र हाम्रो छन्द काव्य प्रतिष्ठानका अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्यज्यूहरू र आयोजक सहयोजक संस्थाहरू, लेखराम सापकोटा भाइ, उहाँको पनि साथ सहयोग र सल्लाह मिल्यो। सबै छन्द काव्य प्रतिष्ठानका टिम र गजल मञ्चका टिम सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अगाडि बढ्न चाहन्छु। अबको पालो 2 शब्द शुभकामना सहित एउटा गजल, किनभने गजलको कार्यक्रम हुँदैछ चितवनमा। रजिस्टर्ड संस्था, गजलको संस्था भनेको गजल मन चितवन हो। गजल मन चितवनलाई जन्माउने गजल मन चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीको दाजुको गजल नसुनिकन यो गजलको महफिल पूरा हुँदैन। त्यसैले अबको पालो किसान प्रेमी दाजुको। आज यस महफिलमा उपस्थित आदरणीय सम्पूर्ण गजल प्रेमी गजलकारहरूप्रति म किसान प्रेमीको हार्दिक नमन। छन्द काव्य प्रतिष्ठान आयोजक र भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको यो कार्यक्रम संयुक्त रूपमा धेरै संस्थाहरूले हातेमालो गरेर हामी गरेका छौं। यसैले मैले अग्रिम पंक्तिमा देखिरहेको छु आदरणीय महानगर प्रतिष्ठान गजल प्रतिष्ठानका प्रज्ञा प्रतिष्ठानका अध्यक्षज्यू, आदरणीय गुरु प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य केदारनाथ खनालज्यू र नेपाल प्रज्ञा प्रतिष्ठानका आदरणीय प्राज्ञ सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिज्यूहरू र यो कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि महानगर प्रज्ञा प्रतिष्ठानले परिषद सदस्य उषा तिवारीज्यूको संयोजकत्वमा केही सदस्य टोली गठन गरेको थियो। त्यो टोलीभित्र म पनि थिएँ र यहाँसम्म कार्यक्रम ल्याउनको लागि प्रज्ञा प्रतिष्ठानका भरतपुर प्रज्ञा प्रतिष्ठान लगायत हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण सांस्कृतिक तथा पर्यटन मन्त्रालय बागमती, रत्ननगर वाङ्मय प्रतिष्ठान
र रत्ननगर नगरपालिका, राप्ती नगरपालिका, गैंडाकोट नगरपालिका, नगर प्रतिष्ठान, माडी प्रज्ञा प्रतिष्ठान, माडी नगरपालिका, कालिका एफएम, कालिका टेलिभिजन, गजल मञ्च चितवन, जसले गजलकै लागि भनेर समर्पित संस्था हो। यो 2063 साल चैत्र 26 गते आधिकारिक रूपमा दर्ता भएको संस्था हो। यो संस्थाले पनि यहाँ सहयोग गरेको छ। यस संस्थाका विभिन्न समयमा भएका क्रियाकलापहरू र प्रज्ञा प्रतिष्ठानले योभन्दा अगाडि गजलकै प्रतियोगितात्मक कार्यक्रम गरिसकेको छ र आज यो कार्यक्रम उत्कृष्ट कार्यक्रम सञ्चालन भइरहेको छ। र यसै गरी गजल मञ्च चितवनका हाम्रा आदरणीय व्यक्तित्वहरू मैले यहाँ नाम लिन चाहन्छु। गजलकार आदरणीय दाजु धनराज गिरी र गजल मञ्च चितवनका पूर्व अध्यक्षज्यूहरू, सम्पूर्ण ज्यूहरूलाई म सम्झन चाहन्छु। र आज यो कार्यक्रम समयले हामीलाई धोका दिएको कारणले पनि आज भनेको जस्तो किसिमबाट यहाँ हामीले उपस्थिति गराउन सकिएन। त्यो समयको दोष हो र बाहिरबाट आउने आदरणीय गजलकारज्यूहरूको उपस्थिति हाम्रो जुन अनुमान थियो त्यो अनुमान भन्दा केही कम भएको छ। तर पनि कार्यक्रम उत्कृष्ट भएको छ। यो कार्यक्रम यहाँसम्म ल्याउनको लागि हजुरहरू सबैको सहभागिताले नै यहाँसम्म आएको हो। यसैले म सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरूप्रति गजल मञ्च चितवन, भरतपुर प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यको नाताले, प्रज्ञा प्रतिष्ठानको तर्फबाट र यो कार्यक्रमको संयोजक सदस्यको नाताले पनि सबैप्रति हार्दिक नमन गर्न चाहन्छु र एउटा गजल म प्रस्तुत गर्नेछु। छुनेछु आकाश उडी म आफै, छुनेछु आकाश उडी म आफै, नसम्झ तिमीले धुलो मलाई। छुनेछु आकाश उडी म आफै, नसम्झ तिमीले धुलो मलाई। छुनेछु आकाश उडी म आफै, नसम्झ तिमीले धुलो मलाई। अहम भरेको रहेछ बेलुन, अहम भरेको रहेछ बेलुन, सकेन लाग्नै ठुलो मलाई। छुनेछु आकाश उडी म आफै, नसम्झ तिमीले धुलो मलाई। भएर सानो नबोल ठुलो, भएर सानो नबोल ठुलो, कतै कसैको आवाज चर्को। भएर सानो नबोल ठुलो, कतै कसैको आवाज चर्को। गरीब भइयो त के छ गल्ती, गरीब भइयो त के छ गल्ती, नसोच चिसो चुलो मलाई। गरीब भइयो त के छ गल्ती, नसोच चिसो चुलो मलाई।
न काट्न सकिने न काट्न सकिने न देख्न सकिने न छानी भन्नै सकिन्छ केही न काट्न सकिने न देख्न सकिने न छानी भन्नै सकिन्छ केही छ आज माया पुरै भरेको छ आज माया पुरै भरेको र लाग्छ बेकार तुलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई बिना फलेको भयो न झुक्ने बिना फलेको भयो न झुक्ने बिना फलेको भयो न झुक्ने अहम र तृष्णा छ आग जस्तै बिना फलेको भयो न झुक्ने अहम र तृष्णा छ आग जस्तै सधैँ म बग्ने नदी हुँ एउटा सधैँ म बग्ने नदी हुँ एउटा नसम्झ तिमीले कुलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई। अन्तिम शेर छ यही वतन हो म जन्मिएको यही वतन हो म जन्मिएको यही वतन हो म जन्मिएको म चुम्छु माटो किसान हुँ म यही वतन हो म जन्मिएको म चुम्छु माटो किसान हुँ म दियो यसैले लुगा र छानो दियो यसैले लुगा र छानो र पेटमा जाउलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई अहम भरेको रहेछ बेलुन अहम भरेको रहेछ बेलुन सकेन लाग्ने ठुलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई नसम्झ तिमीले धुलो मलाई। हस्त धन्यवाद। र सधैँभरि सुरक्षा गरिराख्ने लायन्स डिस्ट्रिक्ट 325 का सिनियर डिस्ट्रिक्ट डिपार्टमेन्ट कोअर्डिनेटर तथा लायन्स क्लब अफ भरतपुर चौतारीका पूर्व अध्यक्ष डाक्टर शारदा कुँवरज्यूलाई एकचोटि सबैले जोरदार तालीले स्वागत गर्नुहोला। उहाँले हामी महिलाहरूलाई भएका समस्याहरूको पनि समाधान गर्नुभएको छ र हामीलाई पनि प्रोत्साहित गर्नुभएको छ सेवामा लाग्नको लागि। त्यस्तै गरेर धेरै साथीहरू हुनुहुन्छ जस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानमा मलाई हमेसा साथ सपोर्ट दिने आदरणीय गुरु केदारनाथ खनालज्यू, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र प्रसाद रेग्मीज्यू, त्यस्तै गरेर यो कार्यक्रम व्यवस्थापन सहयोग गर्ने रामहरि श्रेष्ठज्यू, किसान प्रेमी दाजु रामकृष्ण अन्यास भाइको पनि भूमिका मुख्य रह्यो। त्यस्तै गरेर सुमन घिमिरेज्यू, प्रकाश चापाकाई दाजु, बालकृष्ण थपलियाज्यू, विश्वनाथ खनालज्यू जो
रत्नगर वाङ्मय प्रतिष्ठानका प्राज्ञ हुनुहुन्छ पुष्प अधिकारी दाईलाई मैले यति बेला सम्झिरहेको छु। गजलका कार्यक्रमहरू पुष्प दाई बिना हल्ला हुन्छन्। आज दाई ओछ्यान परिरहनु भएको छ। दाई बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्न। आज आउन खोज्नु भएको थियो तर सक्नु भएन। उहाँको स्वास्थ्य निकै जटिल बनेको छ। उहाँलाई यही मञ्चबाट शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। विदुर अधिकारी दाईले पनि मलाई निकै सहयोग गर्नुभयो। त्यस्तै गरेर होमनाथ घिमिरे दाजुप्रति पनि कृतज्ञ छु। अबको पालो हिन्दी गजल सुन्ने। मैले बीचबीचमा हिन्दी पनि बोल्नुपर्ने हुन्छ किनकि भारतबाट आउनुभएका स्रष्टाले नेपाली बुझ्नुहुन्न। त्यसैले भारतको गुरुग्रामबाट आउनुभएका राजेश प्रभाकर जी, आपको हार्दिक स्वागत अभिवादन करते हैं। आपका ये मंच अब आपके लिए है। अभी आपके 2-4 गजलें हम सुनेंगे यहाँ बैठकर और फिर हम नेपाली गजल की ओर चलेंगे जो सपना रैला हमें वो सुनाएगी यहाँ पर वो सुरीली स्वर में। अभी सुनेंगे हम भारत को क्योंकि ये अंतर्राष्ट्रीय सांगीतिक मुशायरा है, इसलिए भारतीय हिंदी भाषा में गजल हम सुन रहे हैं। अभी संबोधित करती हूँ, हार्दिक निमंत्रण करती हूँ राजेश प्रभाकर जी को। आदरणीय उषा तिवारी जी, और मैं देख रहा हूं काफी मेरे परिचित हैं। पिछले साल हमने एक बहुत बड़ा कार्यक्रम आयोजित किया था दिल्ली में, जो ऑक्सफोर्ड कॉलेज के जो कह के गए थे उनकी बात